हामी चाहिँ 50 केजी कुखुराको मासु लिने हिँडेको साथी हो। यतातिर चाहिँ पारी चाहिँ हाँसहरू हो। बाटो चाहिँ अलिक कुखुराहरू चाहिँ टन्ने रहेछ। कुखुरा त मटन करी हुन्छ कुखुरा त्यति गर्दा मरिहाल्दो रहेछ। त्यही त यसो हेर त मर्दैन जस्तो छ काट। चारवटा भाले अब तर यसरी भाँच्नुपर्छ भनेर अनि छिटो मर्छ क्या त्यो गोतेको हड्डी हुन्छ यसरी पड्याक्क भाँचिदिनु छिटो मर्छ। दुईसकेको कोठा बनाएर भइसक्यो रेडी। ल रेडी भइसक्यो।